हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आयो सबजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। तपाईँहरूलाई स्वागत छ मेरो मिनी ब्लगमा। आज म के गर्न गइरहेको छु भने हाम्रोमा आज रङ लाउने कार्यक्रम भइरहेको छ। दसैँ आयो नि त, तपाईँहरू पनि रङ लाउँदै हुनुहुन्छ होला। हामी पनि रङ लाउँदैछौँ। आफ्नो घरलाई राम्रो सफा सुग्घर राख्नु होला। हाम्रो चाहिँ आज चाहिँ पम्पबाट चाहिँ लाउने कार्य गरेर चाहिँ हेरिदिनु होला। हेलो हेलो, हाम्रोतिर त दसैँ आयो। तपाईकोतिर कस्तो हुँदैछ? हामी त रङ लाउन सुरु गर्यो है। हाम्रो सिस्टम यस्तो छ। रङ लाउने सिस्टम हेर्नु, हाम्रो यस्तो छ। सजिलो तरिका। पम्पबाट चाहिँ यसरी लायो भने सजिलो हुने रहेछ। हेरिदिनु होला। यसरी लगाउँदैछौँ हामी रङ। यता बाँकी छ त लाउँदा चाहिँ रातो फेरि सुकेपछि फुस्रो देखिँदो रहेछ। तर टाँसिँदैन नि त, राम्रो देखिन्छ होला सुकेपछि। फेरि डबल हाल्ने बेला होला। यतापट्टि पनि हान्ने गरेको छौँ, यता पनि हान्दैन। यो खाटो हटाउनु पर्यो। पुग्छ होला यति त हो। अनि यतापट्टि यो खाट कसरी हटाउने, यो बाँधेको छ। अब यताको ब्रेन चाहिँ हटाउने हामी यसरी। दसैँ आयो, दसैँ आयो। त माथि हरेर लाउँदा यसरी पनि बग्छ होला। अलि माथि लाउने बेला अनि झरेर त्यसले पनि पुग्छ होला। अहिले मिक्स भयो भने अनि अलिअलि गरेर सट मिलाउनु पर्छ थोरै। हात लाग्यो कति दिन ल्याउनु। आज हाम्रो आपाले लिएर आउनुभयो मकै पिसाएर अलिअलि मिलोमा उब्रेको पाप्रेको प्लास्टिकमा। हेर्नु त साथीहरू, यसरी लोभ गर्नुपर्छ। केही होला पोखिएकोहरू लिएर आउनुभएको राख्नुभयो भित्र लगेर हाम्रो आपाले। जोकट ससुरा भनेर राख्ने भयो हाम्रो आपाको नाम। चाहिँ रङ लाउने कार्यक्रम हुँदैछ। हेर्नुभयो होला। अनि म चाहिँ डोको बोकेर कहाँ जाँदैछु भन्ने चाहिँ तपाईँहरूलाई लाग्दैछ होला। म चाहिँ दाल बोडीको झार उखाल्न आमालाई सघाउन गइरहेको छु। दाल बोडीको झार उखाल्न गइरहेको छु। के भन्छ, रदली मासको झार। अस्ति त उखाल्ने। अनि फेरि म चाहिँ केही समयको लागि चाहिँ सहर गएको थिएँ गाईघाट सामानहरू लिनु दसैँको। अनि आइसकेपछि फेरि पनि मैले त्यो भिडियोलाई कन्टिन्यू गर्नुपर्ने हुन्छ। अनि त्यहाँ डोको लिएर भरे झार उखाल्छ। हेर्नु न यस्तो बाटो छ। अनि म चाहिँ फेरि त्यति हिँड्ने बानी छैन क्या, डरै लाग्छ। यस्तो सबै देख्नुभयो यस्तो छ। आइसकेँ भटमास गोडेको ठाउँमा। आपा मिल गएर आउनुभयो।
रङ हाल्नु हुँदैछ बाटोमा। यता चाहिँ त्यति रहेनछ झार। दाल बडी यसरी उखाल्दैछ। म आइसके साथीहरू हेर्नु होला। दालले मास भन्छ यसलाई। यो दाल चाहिँ एकदम मिठो हुन्छ क्या। त्यो कालो मास जस्तै हुन्छ तर सानो पहेँलो खालको हुन्छ। मलाई चाहिँ धेरै मनपर्छ, मिठो हुन्छ खानुलाई। दुःख छ खानु पनि मिठो हुन्छ हेर्नुलाई यसरी। के साह्रो बिचमा चाहिँ बोके झार उम्रेको हौ यस्तै। दाल पनि खासै रहेनछ यहाँ त। दाल चाहिँ पातला हालेछ नि। ऊ त डाँडातिर अस्ति छाटिने 2-3 मिनट पुक्का पुक्का पुक्का। हेर्नु होला। हाम्रो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। दाल बडी खालेको सबैले माया गरिदिनु होला। मेरो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला भन्दै मेरो भिडियोबाट बिदा हुन चाहन्छु सबैजनालाई। फेरि अहिले म घरमा फेरि पुरै कलर लगाइसक्नु भएको छ र लगाइसकेपछि तपाईँहरूलाई फेरि अन्तिममा म देखाउने छु। अहिलेलाई चाहिँ बिदा हुन चाहन्छु सबैलाई। बाई बाई। फाइनली हाम्रो घर चाहिँ कलर लगाएर यस्तो भइसक्यो। यता पनि पो लाछौँ त कलर लगाएर यस्तो भयो हाम्रो घर चाहिँ। हेर्नु होला कलर लगाएको देखाउँदै थियो कस्तो फाइनल लुक्स देखाउँछु भन्ने थियो। ल हेर्नु कलर यस्तो छ हाम्रो कलर लगाएपछिको घर। यस्तो भयो हेर्नु होला। तपाईँहरूलाई यस्तै कलर लगाएर यस्तो चिटिक्क राम्रो बनाउनु भयो होला। घामले गर्दा केही देखिएन हेर्नु होला।